राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकका उद्योग बन्द गरेर विदेशी सामान आयात गर्ने चाल चलिँदै गरेको आरोप लगाएका छन्। मुलुक सिमेन्ट उद्योगमा र सरिया, रड, छड उद्योगहरू आत्मनिर्भर मात्र होइन, अरबौं रुपैयाँको विदेश निर्यात गर्न सक्ने भइसकेको अवस्थामा यिनलाई बन्द गरी विदेशी सामान आयात गर्नको लागि एउटा ठूलो रणनीतिक चाल चलिँदै गरेको आरोप उनले लगाएका हुन्। 2046-47 सालमा जसरी 44 वटा उद्योग धन्दा बन्द गरियो, त्यस्तै नयाँ रणनीतिका लागि विदेशीले नयाँ पपुलर अनुहारको सहारा लिँदैछन्। शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, हामीले जनतालाई यो कुरा राख्दा हाम्रो कुराको विश्वास गर्दैनन् किनकि उनी व्यक्ति अहिले अत्यन्तै पपुलर छन्। उनले लेखेका छन्, नेपालका उद्योग कल कारखाना बन्द गर्ने विदेशी सामान आयात गर्नलाई नै हो भन्दै शाहीले यस्तो नगर्न चेतावनी समेत दिएका छन्। यस्ता गलत हरकत बन्द गर्नुहोस्, होइन भने एक दिन जनताले यो कुरा थाहा पाउनेछन्। उनले लेखेका छन्, आज जस्तै जनताले हजुरलाई भगवान भन्दै पूजेका छन्, त्यति नै त्यो दिन जनताको राक्षस भन्दै गाली गर्नेछन् किनकि सत्य कहिले लुक्दैन र सत्य एक दिन अवश्य प्रकट हुनेछ। संसारका कुनै पनि देश र उद्योग धन्दा बन्द गरेर सफल र सक्षम नहुने उनको भनाइ छ।